आज चाहिँ के अरे अबुधाबी सिटी जाने भन्ने प्लान गरेको। त्यहाँ बसलाई कुर्दा कुर्दा यहाँ पब्लिक बस लाने भनेको। पब्लिक बसलाई कुर्दा कुर्दा बस नै आउनुहोस् न। कहाँ छ बस स्टप छ त भनेको? त्यहीँ छ क्या बस मेन बस स्टेपहरू। बसको प्रतीक्षामा अब चाहिँ त्यहाँबाट हाम्रो तयारी निकालेर सेड्युल हेरेर गाडीको प्रोसेस के छ होइन त्यो अनुसार डाइरीमा हो सेड्युल नै छ। तपाईँलाई हिजो रिप्लाई नै दिनु भएन, नभए त म अझ राम्रो सेड्युल बनाएर आउँथेँ कि। प्लानिङको कुरा कहिले सक्छ हुँदैन, अनप्लानिङ नै कहिले राम्रो हुन्छ होइन। ठिकै छ, अब जे जे हुन्छ अब जति सक्छ राम्रो राम्रो हुन्छ। पहिला पहिला चाहिँ खाना खाउँ होइन, पूजा गरौँ भनेपछि अब चाहिँ बिबिटी नजिकै छ अब त होइन, नजिक छ। कति छ बिबिटी? होइन कति किसक्यो नि, कुनै छैन, कटा छैन, कटा छैन यहीँ अब गरे यता होइन त, त्यस्तै त हो नि। यो लाइफलाइनको बाटो होइन त, यही त हो नि। अब चाहिँ हामी खानाको वेटिङमा। खाना चाहिँ के अर्डर गरेँ? मटन चिकन चिकन गरेँ कि त्यो पनि अर्को कुरा चाहिँ आफै खाना लिन थप्नमा त्यो चाहिँ त्यो पनि दुइटै सिस्टम कन्टिन्यू गर्नुपर्छ। जस्तै त्यसलाई पनि होइन साइडमा, अनि जस्तै कोही कस्टमर चाहिँ नर्मली खाना चाहन्छ भने चाहिँ त्यो पनि फाइनली खाना पनि आयो। हेर्दै खानु भन्छ नि, हेर्दै खाँदा पनि हुन्छ, हेर्दै खाँदाको मजा, हेर्दै खाँदाको मजा हुन्छ। काँसको थाल चाहिँ काँसको थालहरू क्या कसैले भन्छ खाना खान राम्रो, यो के कसैले भन्छ क्या यो काँसको थालमा खाना राम्रो, कसैले राम्रो होइन राम्रो, त्यो त कसैले राम्रो भन्छ। कस्तो जस्तो एउटा उयो त्यसको चाहिँ नराम्रो भन्छ। मेरो घर त कालो कालो आइरहेको होइन, कालो भइसक्यो। कतै घुम्नु सबै ठाउँ घुम्नु। मैले त अब सुरुमा सिक्दै मेमोरी लागि एउटा सम्झना होइन। अब
सबै मोबाइलमा भिडियोहरू सधैँ रहन्न नि त, डिलिट गर्नु हुन्छ, मोबाइल चेन्ज हुन्छ एकदम। यहाँ हो तर सामान लाने रे फेरि के सामान लाने रे तपाईँ? टोपी त आउने टोपी होला यस्तो गर्छ यस्तो भन्दैछ यस्तो यो गर्मीमा चाहिँ मस्त है यस्तो यो गर्मीमा त लाउँछ यता घुमाउनु अब चाहिँ यहाँ के अरे गर्मी बढिसकेपछि अब चाहिँ तपाईँको ह्याट स्याट लगाएर जानु पऱ्यो भनेर भनेको एकदमै गर्मी बढिरहेको छ एउटा ह्याट स्याट लगाएर हामी चाहिँ अब शीतल हुँदो रहेछ Where stress dissolves like footprints in the sand. शिवले चाहिँ अब कहाँ कहाँ घुमाइरहेछ भन्ने कुरा थाहा छैन अब भनेपछि हामी के अरे काम कुरो सकेर अब चाहिँ के अरे घरतिर फर्किने तयारी यस्तो गर्नु चाहिँ गर्नु छ है यस्तो गर्नु सुन्दर सफा सुन्दर व्यवस्थित रोडहरू त्यस्तै फुटपाथहरू एकदम ठुल्ठुलो फुटपाथहरू छ फुटपाथहरू त्यस्तै छ यो चाहिँ गार्डनहरू छ गार्डन यतापट्टि गार्डन जग्गा गार्डन छ यतापट्टि सिग्नल हो यहाँ चाहिँ अब सिग्नल क्रस गरेर हामी चाहिँ अब पारी जानुपर्छ पारी गइसकेपछि त्यहाँबाट चाहिँ हाम्रो आमाहरू घर जाने कुन जाने त्यहाँबाट बस पाउँछ रोड क्रस गरिरहेको छ भित्रबाट अन्तरगाउँ यहाँ रोड क्रस गरेर पारिपट्टि जाने रोड क्रस गर्नको लागि अन्तरगाउँ सुविधा छ यसले गर्दाखेरि सजिलैसँग वर्क गर्न सक्ने हो अब तपाईँ सिटी घुमघाम गरियो अब चाहिँ फाइनली घरतिर जाने प्लान हो ब्याट्री पनि सक्यो मोबाइलमा गर्मी पनि नष्टै गर्मी हो गर्मी बढिसकेको रहेछ सो घुमघाम गऱ्यो खानासाना खाइयो लाग्यो